कवि लेखनाथ पौडेलद्वारा लिखित काल महिमा कविता जुन यस प्रकार छ। भाक भुल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। थुप्रोमा उदेनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझे बिर्सेर हान्दैन त्यो। राजा रङ्ग सबै समान उसका वैषम्य गन्दैन त्यो, आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। लाखौं औषधि अस्त्र शस्त्र महिमा देखेर डर्दैन त्यो, व्याधा तुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो। आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो, सुक्खा जर्जर अस्ति पन्जर बिना सैया बनाउन्न त्यो। मैलो भस्म शिवाय अङ्गभरमा केही लगाउन्न त्यो, हाहाकार सरी मिठो अरू कुनै सङ्गीत गाउन्न त्यो। जो मिल्छ सुलुक्क निल्छ मुखमा हारी चपाउन्न त्यो, थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो। जति निल्छ उति उकेल्दछ पनि केही पचाउन्न त्यो, यही चालसित कल्प कल्प खाए अगाउन्न त्यो। समाप्त।